प्रतिपक्षी गतिलो भइदिए हुन्थ्यो। कोही छैन के, कोही देखिँदैन। हेर्नुहोस् अब कङ्ग्रेसको संसदीय दलको नेता को हुने हो हेर्नु, अब त्यो पनि एउटा जी हजुरवाला हुन्छ, कहिले गगनतिर दौडिन्छ, कहिले त्यो शेरबहादुरतिर दौडिने आउँछ, कुन चाहिँ आउँछ हेर्नु होला नि। आफ्नो खुट्टामा ठिङ्ग उभिएर बोल्न सक्ने छँदै छैन के। एमालेमा छ, एमालेमा पनि त्यस्तै आउँछ, कुन चाहिँ केपी ओली कहाँ खुर्र कुद्छ, अनि यतातिर आएर चाहिँ प्रधानमन्त्री कुन चाहिँ हुन्छ त्यसको पछि लाएर कुद्छ बालेनको, अनि अर्कोमा कुद्छ, खुरुरुर कुद्दिए कि अहिलेसम्मका एमालेमा केपी ओली बाहेक नेतृत्व तहमा बस्ने एउटा पनि क्षमतावान मान्छे छैन भने नि मैले तपाईँलाई। त्यस्तै मान्छे बाहेक आउँदैन, अहिले जितेर आएका पनि त्यस्तै मान्छे मात्रै छन्, आफ्नो खुट्टामा ठिङ्ग उभिएर ठ्याक्क कुरा गर्न सक्ने। अब प्रमुख प्रतिपक्षी दल कङ्ग्रेसै हुने हो। अब कङ्ग्रेसमा त्यो लेभलको प्रमुख प्रतिपक्षी भएर काम चलाउने खालको मान्छे हेरौँ कसलाई लिएर आउँछन् होइन, तर गगन चाहिन्थ्यो, गलत हो। अब राष्ट्रपालले चाहिँ यो थेक्न सक्छ? अघि यहाँले अपेक्षा गर्नुभयो नि, हो राष्ट्रपालले सही ठाउँमा ल्याउनुपर्छ। राष्ट्रपाको अहिलेको संरचना, राष्ट्रपाले अहिले जुन संरचना छ नि, उहाँहरूको जुन संरचना छ थेक्नको लागि त पहिला त संरचना चाहिन्छ नि होइन। ठुलो वर्षात भयो, भोटको भयङ्कर वर्षात भयो भने त्यो वर्षातलाई थेक्न सक्ने संरचना चाहिन्छ क्या है। त्यो संरचना हामीले उहाँहरूमा देखाएको छैन। तत्कालीन माओवादीले नै 64 सालमा थेक्न नसके जस्तै। एक दुईमा रातारात चैत्य भएर राष्ट्रमा प्रवेश गर्छन्। अब हेर्नु बुद्धिजीवी भनाउँदाहरू है, उनीहरूलाई जिएम चाहिएको छ, राजदूत चाहिएको छ है, यी भनाउँदा, यी बुद्धिजीवी भनाउँदा सबभन्दा पहिला जान्छ। र आजैबाट हेर्नु होला पत्र पत्रिकाको लेखहरूको लेखाइ त्यो कलम अब चेन्ज हुन्छ। यिनैको हिजोसम्म राष्ट्रपा काम नलाग्ने पार्टी हो, यो चाहिँ ठगको पार्टी हो, यो काम नलाग्ने हो भन्नेको कलम आजैबाट चेन्ज हुन्छ। त्यो कलमको टुप्पो है हो। अब त्यसमा बालन र रविहरू त्यसमा चाहिँ लुटपुट हिँड्न थाल्छन्। हेर्नु अनि तपाईँले त के भन्नु भने यो देशमा दलाल बिचौलिया बाहेकहरू कोही छैनन्? होइन, नेपाली नागरिक छैनन्, यहाँ नेपाली नागरिक त छैन, व्यावसायिक मान्छेहरू छैनन्। व्यावसायिक मान्छेहरूमा अत्यन्त थोरै। किनभने अब तपाईँ हेर्नुहोस्, तपाईँले अघि नै भन्नुभयो नि केपी ओलीको इन्टरभ्यू लिनलाई उनका नन्दी भिरिङलाई जी हजुर गर्नुपर्छ हेर्नु, अनि त्यो पत्रकार पनि सही तरिकाले आफै उठ्न पाएको छैन हेर्नुहोस् हगि। त्यसलाई चाहिँ सबैतिरबाट सेटेर राखेको छ। किन गतिलो मान्छे त कसै कहाँ जाँदैन जी हजुर गर्न, चाकरी गर्न जाँदैन नि हो। चाकरी र चाप्लुसी नगरिकन कसैले अगाडि नै बढ्न पाएको छैन हेर्नुहोस् यहाँ यो देशमा, बुझ्नुभयो नि। त्यस कारणले पत्रिकामा छापिँदैन लेखहरू। जस्तो तपाईँको त्यो त्यहाँ जानुहोस् न, त्यो सम्पादकसँग तपाईँको कुनै विशेष सम्बन्ध छ, सम्पादकीयसँग तपाईँको कुरा मिल्छ भने नि छाप्छ उसले। किन छाप्छ उसले? छाप्दैन, त्यही भइरहेछ नि सबैतिर। तर अब हेर्नु होला सबै राष्ट्रपा त एकदमै राम्रो सुनले सुगन्ध भएको पार्टी हो भन्न थाल्छ नि यहाँ लेखहरूमा। हेर्नु होला तपाईँ भोलिदेखि नै अब उनीहरूले भ्रम बस आफ्नो पार्टीमा भित्रै हुन थाल्छन्। हेर्नु यी हिजोका काङ्ग्रेस र एमालेलाई डुबाउनेहरू अब राष्ट्रपामा जान्छन्। हेर्नु होला तपाईँ रातारात त्यो पनि गयो भन्नुपर्ने दिन आउँछ तपाईँ हामीले हेर्नु है। अनि त्यस्ता मान्छेलाई विश्वास गर्यो राष्ट्रपाले भने राष्ट्रपा डुब्छ।